हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। अनि धेरै समयपछि फेरि म आजदेखि भ्लग स्टार्ट गर्दैछु साथीहरू। अहिले चाहिँ म खाजा खाएर बारीमा जाँदैछु। अनि मेरो मम्मी चाहिँ बारी डुलेर पनि आइसक्नुभयो। म चाहिँ ठ्याक्कै घरमा हुनेछु। अब यहाँदेखि म चाहिँ बारीमा जान्छु। साथीहरू आज बिहानै मेरो घरदेखि देखेको साथीहरू एकदमै राम्रो भइरहेको छ। घाम लागिरहेछ पुरै। यस्तो राम्रो भइरहेको छ आकाश हेर्दै। यस्तो राम्रो छ, यस्तो राम्रो। त्यसपछि म साथीहरू यहाँदेखि चाहिँ ठ्याक्कै 32 जुरे देखिन्थ्यो। यहाँ रुखले छलेको रहेछ। अनि यहाँ टावर देखिरहेछ, अलिअलि देखिरहेछ। अनि ठ्याक्कै टारबाट हुँदै अलिअलि 32 जुरेको पनि भ्यू देखिरहेछ। जेफाले जाने बाटो त्यो चाहिँ। अनि यो बाटो चाहिँ मेरो गन्तव्यतिर जाने बाटो है त्यो साथीहरू। अहिले कोही आउनु भएको छैन बाटोमा, म एक्लै हेरिरहेको छु साथीहरू। अहिले म चाहिँ एक्लै पुरा हेरिरहेको छु नि त। अनि कोही आउनु भएको छैन यहाँबाट। भिडियो बनाउँदै हेरिरहेको छु। अहिले चाहिँ चिसो चिसो मौसम। अनि त्यसपछि फेरि तातो तातो, अलिक पर परेपछि घाममा भएपछि तातो, फेरि यहाँनिर शीतल शीतल छ। बाटोमा हेरिरहेको छु एक्लै भिडियो बनाउँदै साथीहरू। 5 minutes later. सयपत्री फुल अनि त्यसपछि मखमली फुल फुलेर ढकमक्क भइरहेछ। तिहार आइसक्यो। यो चाहिँ मेरो मन्दा नानाले रोप्नुभएको हो। मन्दा नानाको घरमा सयपत्री फुलेर। त्यसपछि फेरि मेरो जाने बाटो चाहिँ यता है। यस्तै जाने हो। सिस्नो पनि हुर्केछ। फाइनली साथीहरू म चाहिँ आइपुगेँ मेरो बारीमा। यो चाहिँ मेरो भटमास बारी। भटमास पनि पाक्दै रहेछ। अब तिहार पछि चाहिँ ठिक्क काट्ने बेला हुन्छ यो भटमास पनि। अहिले चाहिँ म भटमास भएको ठाउँमा आइपुगेँ। यो चाहिँ पहिल्यै हामीले मेरो भटमास बारी साथीहरू। भटमास चाहिँ अस्ति गोडिसकेको थियौँ। यो चाहिँ भटमास अस्ति गोडिसकेर अब आज चाहिँ दालतिर लाग्दैछौँ साथीहरू। अब यो भटमास पनि ठ्याक्कै तिहार पछि काट्नु पर्छ। मकै पनि छर्नु भएको रहेछ मम्मीले। एक्लै बारीमा हिँडिरहेको छु। कोही पनि हुनुहुन्न अहिले। यो मेरो सयपत्री फुलहरू फुल्दैछ साथीहरू। तिहारमा ठिक्क हुने रहेछ। हामी चाहिँ सयपत्री फुल भटमास कोदोहरू रोप्दाखेरि चाहिँ बारी बारी यसरी रोप्छौँ। बारी बारी छेउछेउतिर। अनि ठिक्क तिहारमा फुल्छ। धेरै चाहिँ मेरो फुलहरूले चाहिँ छेउछेउतिर भटमास पनि पाकिसक्दै रहेछ। अब पाक्दै रहेछ। म चाहिँ साथीहरू दाल गोड्दै थिएँ। अनि घाम लागेर कत्रो घाम लागेको। अनि एकछिनसम्म गोडेँ। अनि दाल गोडिसकेर म चाहिँ घरतिर गइहालेँ। A few moments later. साथीहरू म चाहिँ बल्ल 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 गोडिसकेर यहाँ शीतलमा बसिरहेको छु। घाम लागिरहेछ भयो। यस्तो चर्को घाम लागिरहेछ नि साथीहरू। अब चाहिँ म घर जान्छु साथीहरू। अब म चाहिँ घर जान लागेको। यति भन्दै साथीहरू मेरो भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। अब म घर जान्छु भन्दै बाई।